हामी चाहिँ माथि पुग्नुपर्छ अन्त हेर म त चुन्नु थाल्यो नि भित्र आया आया जुगाले खाएछ नि हौ ठै जेठा अरे हामी चाहिँ माथि पुग्नुपर्छ अन्त हेर कतैजना गएको छ 3 जना है सानो गरम छैन यो त कसको घर थियो पहिला प्रदेशहरू बसेको चाहिँ कहाँ हो खम्याङमै काट्दा भयो यहाँ थियो है घर माथि छ 3 जना हैन माथि पुग्दा त के अरे भित्र सबै भित्ने रहेछ नि हौ पर्सी मान्छेहरू पसिनाले म त चुन्नु थाल्यो नि भित्र साथीहरू यस्तो बाटो हिँड्नुपर्छ यार लडी गयो भने त तल पुग्छ हजुर भन्नु चाहिँ नि आया भन्नु पनि पाउँदैन साँच्चै भन्नु जङ्गलमा चस्मा लाउने पनि फर्स्ट टाइमै होला जङ्गलमा चस्मा लाउने पनि फर्स्ट टाइमै होला साथीहरू आँखा पाकेर यस्तो बिजोक भइरहेछ अन्त के गर्छ तलबाट आएको हेर आमामा आधी भयो हामी हिँडेको आधी भयो एक हजुर राम्रो
सकेर हुन्छ कुनै उठेको छैन है माथि रोडमा पुग्छ हामी पुग्दैन है भिर एक ठाउँमा हिँड्यो सबै अब चाहिँ त्यो पहिरो पल्लोपट्टि ऊ त्यहाँ पहिरो ऊ त्यहाँ ऊ त्यहाँ छैन त्यहाँ होइन नि यो यो चाहिँ फलाममा हालेको छ यो उखाल्नुपर्ने अन्त यो चाहिँ कसरी निकाल्नु त्यसो भनेको नि उहाँबाट उताको निकाल्नु निस्किँदो रहेछ निस्किँदो रहेछ निस्किन्छ त तिमीसम्म 10 फुट छँदैछ बेसी होइन यो तान्न छैन कि यहाँदेखि उता उयो धुवासँग निकाल्नु पुग्छ कता ए निस्किन्छ तान्नु त होइन एकछिन यो सकेट निकाल्नु ए तल तान्दा तान्ने रहेछ उतै तान्नु भयो दुईटा हातले कि उतै तान्नु होइन बल गरेर उतै तान्नु सक्नु उतै जाऊ त ए त्यो काट्नु पुग्छ अन्त आया आया अलिकति लामै काट्देऊ न अलिक लामै काटौँ होला हौ हराउँछ यहाँदेखि ल आयो औ अलिक हाम्रो साइला जो तान्न त माथि चाहिँ म तान्दिनँ फेरि तान्यो पाइपसँगै गयो भने त मार्यो तान् जुगा पसेको हौ खोइ भाङ्रेर के गर्नु पातले हो भने चाहिँ खान्छु कहाँबाट चढ्नु ए उकालो उमाथि पो हेर माथि रोडमा पुग्छ हामी पुग्दैन है भिर एक ठाउँमा हिँड्यो सबै अब चाहिँ त्यो पहिरो पल्लोपट्टि ऊ त्यहाँ पहिरो फलाममा हालेको छ यो उखाल्नुपर्ने अन्त यो चाहिँ कसरी निकाल्नु त्यसो भनेको नि उहाँबाट उताको निकाल्नु निस्किँदो रहेछ निस्किँदो रहेछ निस्किन्छ त तिमीसम्म 10 फुट छँदैछ बेसी होइन यो तान्न छैन कि यहाँदेखि उता उयो धुवासँग निकाल्नु पुग्छ ए निस्किन्छ तान्नु त होइन एकछिन यो सकेट निकाल्नु ए उतै जाऊ त
ए त्यो काट्नु पुग्छ नि त आया ल आयो है औ अलिक तान्यो पाइपसँगै गयो भने त मार्नु त जुगा पसेको हौ खोइ भाङ्रेर के गर्नु पातले हो भने त खान्छु म कहाँबाट चढ्नु अड्केको हेर्नु ल पछाडि पछाडि अड्केको अहिले पर त सबैजना बस्नुपर्छ नि पाइपले उठेको केफ जस्तो छ केफ भिरै हेर खुट्टा अड्काउने जग्गा छैन क्या हो यस्तो छ नि हौ यो त कसरी बोक्नु होइन पेटीमा हाल्ला ठाडो पार यो पर त खेल्छ नि होइन ठाडो पार न अन्त छैन ठाडो पार ओइ पाइपभित्र हात बिचमा अड्किन्छ नि पाइपभित्र सिधा हात भइगयो त अनि पुरा लड्छ है हेर न भित्रले सबै भित्रले समात्नु ल म ताने नि बिस्तारै म ताने तिमी बिस्तारै हो पानी खानु सजिलो छैन है पानी वेस्ट गरेर पाउनु सजिलो छैन किन चिन्ता सुमा यो लहरामा झुन्डिन्छ हौ थाम्छ यो लहराले तल पनि हेर्दै गर्नु पर्यो नि यहाँ माथिबाट ढुङ्गा झर्दैन मोमो हेर जुगाले खाएछ नि हौ हजुर हाम्रो घरमा त के हो साथी ढुङ्गा उछिटिन्छ नि त यस्तो डरलाग्दो छ है साथीहरू हेर जग्गा हेर्दा खुट्टा काम्छन् कुनबाट जाने जाँदा यताबाट जानुपर्छ यताबाट सक्दैन यता हो हजार
बाटो चिन्दैन म उभै आउँछु